हेलो एभ्रिवान वेलकम टु माई ब्लग। आज चाहिँ हामीले चाहिँ मल फाल्नमा चाहिँ सुताप टोलामा चाहिँ हाम्रो चाहिँ सुन्दर शरीरको घर बनाएको घरमा आज चाहिँ मल फाल्न लागेको छौँ। सो हामीको धेरै टिम छौँ। त्यहीँ अहिले चाहिँ मल चाहिँ बनाउन लागेको छु। यता चाहिँ टिम, यता चाहिँ हाम्रो बाटु, यता चाहिँ हाम्रो चाहिँ काले चाहिँ मासु चाहिँ को व्यवस्था हुँदैछ केटाहरूलाई। हाम्रो दिदी उता, हामीहरूको टिम चाहिँ यता छौँ। यता तपाईँ देख्न सक्नुहुन्छ यता यस्ता यता सुभाष चाहिँ खनिदिने, 3 जना चाहिँ खनिदिने, 4 जना चाहिँ उठाउने छ। हामी चाहिँ बोक्ने चाहिँ मात्रै छौँ। अलि तल बारी चाहिँ हामी लाने त्यहाँ। यता हाम्रो भान्जी जो चाहिँ थाली एकैछिन कालिन फाल्ने होइन। यता अहिले चाहिँ थाली बनाइरहेको छ। थाली हाम्रो भान्जी, यता भान्जी एकदम मल फाल्न सुरु हातीबारी गरिसकेको छौँ। अझै धेरै छन् हाम्रो भान्जी। यता यता हामी श्री यता हाम्रो उसको घर बमरेल दिवसको यता बाटो चाहिँ अहिले चाहिँ त्यहाँ गएर चाहिँ अझै भिडियो बनाउँछु। त्यो धेरै मैले चाहिँ धेरै लङ टाइम चाहिँ बनाइरहेको छु भिडियो चाहिँ, कमसेकम 3-4 महिना चाहिँ भइसकिसक्यो। हामीले चाहिँ मल फाल्ने चाहिँ यता हो। यहाँबाट बाटो क्रस गरेर तल जानुपर्छ। हामीले चाहिँ यत्तिका फालेर पेइसकेको छौँ। अझै यत्तिका चाहिँ रहेको छ। यता चाहिँ हामीले चाहिँ जाने बाटो, यता चाहिँ पारी डाँडा, यो चाहिँ डाँडा। उहाँ पनि गाउँ काटेर गइसकेको छन्। पिजरपाटा भन्छन् त्यहाँ चाहिँ। हामी चाहिँ हेरौँ, मैले चाहिँ भिडियो बनाइरहेको छु। सबजना माथि गइसकेको छन्। अहिले चाहिँ यो चाहिँ थाप्टोला जाने बाटो। यो चाहिँ फुल कति राम्रो फुल खेल्छ यो चाहिँ सुन्दर सर यानि कि विष्णुसालीको घर। यो चाहिँ दिवस बमरेलको घर। बिचरा कताकतिलाई भोक लागिसकेछ। दीपक चाहिँ उठाउने मान्छे गुरु, यो चाहिँ उठाउने मान्छे मल सुभाष। यता हाम्रो चाहिँ यता उठाउने मान्छे उता 2टा जना निर्वाचन प्रहरीको लगभग यति छ। अझै फाल्न उता चाहिँ सिधिसक्यो, यति छ। त्यो चाहिँ हेड चाहिँ अङतिर हाम्रो बिहान चाहिँ बोल्दा फाल्दै हुनुहुन्छ। बहिनी यहाँ फालेर चाहिँ एक्लै हुनुहुन्छ कि। अब यहाँबाट सुरु हाम्रो चाहिँ गाउँघरमा चाहिँ मल फाल्ने चाहिँ यस्तै सिस्टम छ कि हाम्रो। हो त्यहाँ बिहान छोड्दै खायो अलिअलि, हो त्यहाँ चाहिँ छोडिदिएको छन् कि डो चाहिँ रित्यो। अब चाहिँ यो चाहिँ बाटो चाहिँ लगभग सिद्धिसकेको छ। अब चाहिँ माथि चाहिँ हामी चाहिँ माथि फाल्न जाँदा हौँ। यो बाटो सिद्धेर गाह्रो छ। यहाँ चाहिँ लगभग सिद्धिसक्यो। अब चाहिँ माथितिर चाहिँ सुरु गर्दैछौँ। चाहिँ हाम्रो बेला चाहिँ यता हुनुहुन्छ। यहाँ चाहिँ हाम्रो बिहान बिचरा यहाँ बाउ छोराले सब परिवारले चाहिँ भ्याउनु हो। हाम्रो चाहिँ अलि चाहिँ बढी भएर चाहिँ उ गरेको। हाम्रो बिहान चाहिँ लुङ्गी डान्स हाम्रो बिहान चाहिँ यता एक्लै फाल्नुहुन्छ। पुरै भ्याउनु भयो बिहान आएर फाल्नु बिचरा के गर्नु। 7 खेप ल्याउनुसम्म भिडियो बना 7 खेप भन्नु बिहान आएर कम फाल्नु भयो एक्लै। श्री हाम्रो भान्जी बिचरा खाएकै छन् क्या। अहिले चाहिँ गुन्जीले चाहिँ एकैछिनपछि खाना खोल्छ भन्छ। यता चाहिँ अब आधी मल भइसक्यो, आधी मल
उठ्न गाह्रो छ कि गाडी बिचरा थाकेर भारी छ मोल धेरै कालो छ कि खाँदिएको मोल चाहिँ त्यही भएर चाहिँ आधीभन्दा यतिकै बढी चाहिँ घाम्रो अब मैले चाहिँ नानी यता म त रेती छु अहिलेलाई फाइनली चाहिँ अब लास्ट चाहिँ सिद्धिसक्यो प्रोग्रामले चाहिँ मल फालेर चाहिँ सिद्धिसक्यो अब चाहिँ के गर्नु थाहा भएन चाहिँ आजलाई यति नै बाई बाई